फर्किनु होला 8 वर्षबाट न्याल्दै 43 वर्षमा आउनु होला। यो 43 वर्षसम्म जीवनमा आएका खुसी त हजारौं होला, दुःख पनि होला। हजुरले जुन दिन 8 वर्षदेखि 43 वर्षसम्म आँखामा आएको खुसी आनन्द, त्यो विवाहको दिन होस्, स्कुल पढ्दाको दिन होस्, अथवा साथीसँग सम्पर्कको दिन होस्, या मातापिताको काखमा बसेको दिन होस्, या गुरुको आनन्दमा बसेको दिन होस्, एउटा दिन एकदम खुसी भएको दिनलाई याद गर्नु होला त। जुन दिन हजुर त्यो देख्दाखेरि एकदम आनन्द हुने दिन आँखामा ल्याउनु होला त। बालापन, जवानीपन, व्यस्तता, प्रेम, जेमा खुसी हुनुहुन्थ्यो त्यो आँखामा ल्याउनु होला। एउटा चिज ट्याक्क खुसी हुने दिन, त्यो दिन सम्झिँदा हजुर फुरुङ्ग हुने दिन आँखामा ल्याउनु होला। हाम्रो जीवन 43 वर्षसम्म कति खुसीका दिन बितेका हुन्छौँ, तर हाम्रो याद नभएर मात्रै हो। एउटै हो, धेरै फेरि आउँदैन, एउटै चिज ल्याउने हो, एकदम खुसी हुने दिन। आयो आयो आछ होइन। अब त्यसलाई ठुलो गराउनु, भिडियोलाइजेसन गर्नुहोस्, त्यसलाई ठुलो 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 गर्नुहोस्, तलदेखि माथिसम्म निहाल्नु होला। र त्यति बेलाको खुसीको हजुर घुमेका डुलेका के को खुसी थियो, त्यहाँको गन्धलाई नाकमा ठ्याक्क गन्ध ल्याउनु होला। त्यहाँ भएको सुगन्धित बास्ना, त्यहाँको रङ्गी चङ्गीलाई याद गर्नु होला र आफूलाई याद गर्नु होला। त्यो खुसी, त्यो आनन्द आज हुँदो हो त मेरो इनर्जी किन माइनस हुन्थ्यो। त्यो खुसीको दिनलाई एकदम आँखामा ल्याउनु र यो खुसी म जीवनभरि सम्हालेर राख्छु भन्ने सङ्कल्प गर्नु होला। र तलदेखि माथिसम्म त्यति बेलाको सिनारी, याद, गन्ध सबै त्यो खुसी भएको सुमसुमाको त्यो व्यक्ति पुग्थ्यो कि अब केमा खुसी हुनुहुन्थ्यो टक्क ल्याउनु होला र आनन्द भएको महसुस गर्नु होला। यसरी आउँछ के गर्नु? यही बेलामा आँसु आउँछ मलाई, यही बेला रुन मन लाग्छ मलाई। प्रकृतिले सबै कुरा दिनुपर्छ, हामीले आफूलाई बिर्सेर। सिधा गर्नु, सिधा सिधा, हजुर सिधा, हजुर।